ल हाम्रो चाहिँ के रहेछ भन्दा लिङ्कडिन अप्टिमाइजेसन, कभर लेटर, रेज्युमे राइटिङ अनि इन्टर्नसिप, जब एप्लाइङहरू रहेछ होइन यहाँनिर। सो लिङ्कडिनको हेरौँ है त। आजकल म लिङ्कडिनमा मैले अस्ति भर्खर लिङ्कडिनमा काण्ड गरिहालेँ होइन। एउटा पोस्ट हालेको थिएँ अनि लास्टै कन्ट्रोभर्सी भयो। जानी गरे हो है, जति धेरै कन्ट्रोभर्सी त्यति धेरै इङ्गेजमेन्ट, जानी गरेको हो। तर आई विल नेभर एभर युज रिड्युस इन जाभास्क्रिप्ट भनेको थिएँ होइन। मलाई थाहा थियो यो कन्ट्रोभर्सियल हो, मैले आफै लेखेको नि होइन, मैले जस्ट कन्सेप्ट दिएँ। रिड्युस चाहिँ म जाभास्क्रिप्टमा मलाई मन पर्दैन, यसको लागि एउटा खतरा लिङ्कडिन पोस्ट दिएँ भनेर मैले ChatGPT-लाई भनेँ अनि उसले चाहिँ ट्याक्क दियो। यो पोस्ट गरेको थिएँ, वाइल्ड धेरै इम्प्रेसन्स भयो क्या। भनेको लास्ट मेरो अहिलेसम्मकै सबभन्दा धेरै भयो अनि लाइक 94,000 इम्प्रेसन भ्युज भयो। आई एट्र्याक्टेड सम पिपल होइन, खैरेहरू आएर यहाँ झडा गर्न थालिसकेछन्। म सुतेर उठ्दाखेरि यहाँ पुरै झडा परिरह, यी पुरै गुगु इरालियन के भनिरहेछन् होइन। अनि यो चाहिँ मैले किन देखाएको भन्दा यो पनि एउटा इक्जाम्पल हो कि लिङ्कडिनमा के गर्नु। लिङ्कडिन चाहिँ हाम्रो नर्मल ठाउँ जस्तो होइन कि। सो यहाँनिर चाहिँ बोस्ट गर्नुपर्छ, क्रिन्ज हुनुपर्छ अलिकति होइन, एउटा त्यो कुरा भइहाल्यो। ल लिङ्कडिन बनाउने बित्तिकै सुरुमा के गर्ने, फर्स्टमा फेस क्लियर भएको एउटा प्रोफाइल पिक्चर राख्ने। ओके, टक्क तिमीलाई लिङ्कडिन यो हो भनेपछि ठ्याक्क चिनियोस्, ऊ यो निरज पौडेल ब्रोले राखेको छ नि टक्कै है, यस्तै एउटा राख्ने। अनि त्यसपछि यो नाम क्लियर राख्ने। त्यसपछि तलपट्टि आफू के हो क्लियरली, किनभने यो नामकै साइडमा देखिन्छ नि त। सो यो क्लियरली सट्ट लेख्ने। जस्तो म सफ्टवेयर इन्जिनियर हो, मेरो स्वीकारकोड.com छ भनेर देखाउनु थियो, यो थियो आफ्नो सबै ट्याक्क राख्ने। आफू के हो, म फुल स्ट्याक डेभलपर हो या यो हो भनेर ठ्याक्क आफूलाई, अरू मान्छेले आफूलाई के भनेर चिनोस् त नि, त्यो राख्ने कुरा चाहिँ ट्याक्क यहाँ राख्ने। आफ्नो पोर्टफोलियो छ भने यहाँनिर सट्ट राख्ने है। अनि माई पोर्टफोलियो या स्वीकार पोर्टफोलियो या त्यसरी राख्दा हुन्छ, यहाँ टक्क पोर्टफोलियो राख्ने, लिङ्क राख्न मिल्छ है। अनि आफूले यो लिङ्कडिनको क्रिएटर एकाउन्टमा चेन्ज गर्ने लिङ्कडिनलाई। ओके, त्यो त्यही सेटिङमा हुन्छ, क्रिएटर एकाउन्टमा चेन्ज गर्ने। त्यो भइसकेपछि चाहिँ हामीले यस्तो अरूले हामीलाई फलो गर्न मिल्छ अनि एनालिटिक्स हेर्न मिल्छ क्या, हाम्रो फोटोमा पोस्टमा कति भ्युज आयो त्यस्तो है। अब जस्तो यस्तो एनालिटिक्सहरू हेर्न मिल्छ क्या। अनि अबाउटमा क्लियरली लेख्ने, अब को म यो काम गर्न सक्छु, मलाई यो आउँछ, मैले यो गर्छु। सर धेरै ऊ हुनै पर्दैन है। अनि आजकल त लिङ्कडिनले नि दिन्छ, लिङ्कडिनले के दिन्छ भन्दा यहीँ एआई पनि दिन्छ, नत्र ChatGPT-मा गएर यस्तो हो, एकदम सिम्पल, क्रिन्ज नबनाइकन राम्रो छ चिटिक्कको एकदम सिम्पल बनाएर दियो भने टक्क राख्ने है। अब त्यति भइसक्यो होइन। एक्सपिरियन्सहरू छ भने सर राख्ने, छैन भने केही न केही लेख्ने यहाँनिर है। एक्सपिरियन्समा नभए पनि मैले यो सिकेको, यो गरेको भनेर राख्ने। अब गरेकै छैन भने के गर्ने, पहिला गर्ने नि राख्ने है। गरेकै छैन भने त के गर्नु त होइन, केही न केही स्टार्ट गर्नको लागि स्किलहरू गर्न स्टार्ट गर्ने, स्किलहरू सिक्न स्टार्ट गर्ने अनि राख्ने है। स्लोली हुँदै जान्छ। मेरो स्किलमा भिडियो एडिटिङ यता आउँदो रहेछ यार। अनि आफ्नो साथीहरूसँग रिकमेन्डेसन माग्ने, ओ लेख्दैन यार म लेखिदिन्छु तेरो, त नि मेरो लेख्दैन भन्ने अलिअलि रिकमेन्डेसनहरू राखेको राम्रो। ल यति गरिसकेपछि लिङ्कडिनमा गर्ने के हो त नि, लिङ्कडिनमा पोस्ट गर्ने। सपोज आफूलाई केही आउँछ भने त्यसको इन्ट्रेस्टिङ फ्याक्टहरू या कोडिङ रिलेटेड कुराहरू हुन्छ कि नेटवर्किङ गरिरहेछ, ह्याकिङ गरिरहेछ, के गरिरहेछ त्यसको कुरा ठ्याक्क राखिदिने है। एक्सपिरियन्समा आफूले बनाएको प्रोजेक्ट नै हाल्दा हुन्छ, अलि हुन्न। खासमा एक्सपिरियन्स भनेको चाहिँ लाइक आफैले गरिरहेको कुनै भेन्चर, आफूले गरेको केही काम, कि त कम्पनी वाइज केही काम, कि त अरूलाई गरेको काम, कि त फ्रिलान्सिङ, त्यस्तो मात्र खोज्छ होइन। त्यो बनाएको प्रोजेक्ट मात्रै त राख्न भएन है। अब त्यति गरिसकेपछि अब स्किल सिक्न पऱ्यो, कि त आफूले थाहा भएको स्किलको बारेमा पोस्ट लेख्न पऱ्यो है। अब स्किल सिक्ने अनि लिङ्कडिनमा के लेख्ने, मलाई त केही नै आउँदैन, मैले त केही सिकेकै छैन, लिङ्कडिनमा के हाल्ने भन्ने क्वेसन आउँछ क्या है। अब म यहाँ लिङ्कडिनको होम पेजमा जान्छु, मेरो होम पेजमा इक्जाम्पल मेरो होपफुली आओस् यहाँ है त एउटा केही। जस्तो हाम्रो निर्मल न्युरे ब्रोले यहाँ के लेखाएर रहेछ भन्दा, फ्लटर डेभलपर मिस दिस क्रिटिकल विजिट कन्सेप्ट भनेर ट्याक्क लेखाएर रहेछ। अनि त्यसपछि यस्तो भनेर उसले दिएको छ त है, उसले अब फ्लटर आउँदो रहेछ, फ्लटरको बारेमा लेखेछ। रेगुलरली लेख्दै गएपछि रिच बढ्दै जान्छ, जति धेरै मान्छेले देख्यो त्यति धेरै अपर्च्युनिटिजहरू ओपन हुन्छ। अब यहाँ अरू हेरौँ है त के छ, अरू हेरौँ। मैले इक्जाम्पल देखाउनु खोजेको के थियो भन्दा, कसैले सिकिरहेको वाला थियो कि यो होइन, कसैले हालिरहेछन् क्या मलाई मेरो कनेक्सन्सहरूमा कोहीले चाहिँ लाइक आज डे 6 हो मैले गरिरहेको भनेर होइन, त्यस्तो गर्ने क्या। जस्तो यहाँ कतिजनाले जाभास्क्रिप्ट पढ्न सुरु गरे होला, कतिजनाले स्वीकारकोड्स.com है गाइज, #ad स्वीकारकोड्स.com गयो भने अलि भएन यार,
अलि भएन ह्यासट्याग एड गरिदिइहाल्नु भयो यसलाई लिङ्कै बनाउँछु है म स्विकारकोड्स.com मा गयो भने अहिले फ्रीमा सिक्न पाइन्छ जाभास्क्रिप्ट मैले 0 व्हाट इज भेरिएबलको एउटा सानो टुक्रोदेखि सिकाइरहेको छु सबै कुरा त्यहाँ गएर सिक्न मिल्छ है बुकमार्क दिस ल सपोज हामीले सिक्न थाल्यौँ रे स्विकारकोड्स.com बाट ह्याकिङ नेटवर्किङ के हो सिक्न थाल्यौँ रे हैन त्यो सिक्दाखेरि केही न केही प्रब्लम आइपर्छ नि त कपीमा नोट बनाएको होला केही गरे होला केही समस्या आइपुग्छ या केही सिकिन्छ वा यो सिकेँ मैले भन्ने हुन्छ त्यो कुरा लिङ्क्डइनमा पोस्ट गर्ने है पोस्ट गर्ने द्याट्स इट तर पोस्ट कसरी गर्ने पोस्ट गर्दाखेरि लिङ्क्डइनले चाहिँ के गर्छ भन्दा जस्तो यो पढिसकेपछि यदि मैले सी मोर गरेँ भने चाहिँ अनि यो पोस्ट ओहो यो मान्छेहरू त इन्ट्रेस्टेड रहेछ यो पोस्टमा भनेर यसलाई बुस्ट गर्न थाल्छ के है त्यही भएर यसले पनि हेर न एलेक्स हर्मोजी गोट होइन द बिगेस्ट रिस्क टु यर फ्युचर इजन्ट यर कम्पिटिसन भने क्या अब यसले क्युरियोसिटी राइज गर्यो नि त के रहेछ त नि ल मेरो फ्युचरको रिस्क के रहेछ भने क्युरियोसिटी राइज गर्यो मान्छेले सिमोर गर्यो अनि यसको पोस्ट बुस्ट भयो है सिम्पल कन्सेप्ट हो फर्स्ट लाइन चाहिँ सस्पेन्स बिल्डअप गर्ने कि त क्युरियस बनाउने त्यस्तो खाले लाइन राख्ने त्यसपछि तल लाने अनि त्यसपछि आफ्नो ट्याक्क गुदिहाल्ने ट्याक्क पोस्ट हाल्ने है कस्तो लेख्ने इक्जाम्पलको लागि जाभास्क्रिप्ट सिक्यो अरे होइन टर्न्स आउट लर्निङ जाभास्क्रिप्ट इजन्ट द्याट इजी एज आई थट या त्यस्तै समथिङ लाइक द्याट होइन या एभ्रिबडी टोल्ड मी रङ एबाउट दिस थिङ इन जाभास्क्रिप्ट लेखिदिने फर्स्ट लाइनमा के हो रहेछ त्यो थिङ भनेर ट्याक्क सिमर गर्छ है हो लिङ्क्डइनमा पोस्ट यसरी गर्ने म लिङ्क्डइन ऊ कसरी बनाउने सबै भने अनि के गर्ने भन्दा रेगुलर ह्याबिट के गर्ने यता नेटवर्कमा जाने त्यसपछि यहाँनिर टन्न मान्छेहरू हुन्छ क्या यहाँनिर टन्न मान्छेहरू हुन्छ आफ्नो फिल्डको मान्छेहरू कनेक्ट गर्ने है कनेक्ट नचिने नि गर्ने सरर कनेक्ट गर्ने नेपालमा नोट जेएस यिनीहरू जुन सबै जे गरे पनि स्कोप छ है जस्तो तिमीले नोट जेएस गर्यौ तर जब पाएन जब लारावेलमा छ भने लारावेल ढ्याप्जुप सिकेर आफ्नो सिबीमा हालेर गर्न मिल्छ क्या म त्यो भन्छु है अहिले सिबीको यो लिङ्क्डइन पछि सिबीवाला आउँछ म सिबीवाला पनि भनिहाल्छु है कनेक्ट गर्ने सबै आफ्नो मान्छेहरूले कनेक्ट गर्न मिल्यो क्या जस्तो म हेरौँ है त ऊ को रहेछ स्टार्टअप बिल्डर रहेछ एमएड दोसँग कनेक्ट गरिदिने है केही छैन हाम्रो सुधांशु ठाकुर कनेक्ट गरिदिने केही छैन है अनि कनेक्ट गरिदिने अनि लिङ्क्डइनले चाहिँ भयो धेरै कनेक्ट नगर भन्छ अनि त्यसपछि चाहिँ नगर्ने फेरि ब्यान खान्छ अनि त्यसपछि 2-3 दिनपछि फेरि आउने फेरि कनेक्ट गरिदिने टन्नै कनेक्सन बनाउने अनि आफूले पोस्ट हालेको पोस्ट देख्ने मान्छे हुन्छ अनि युजरले आफ्नै फिल्डको कनेक्ट गर्यो भने राम्रो है सो यति नै हो लिङ्क्डइन द्याट्स इट लिङ्क्डइन इज डन यति हो लिङ्क्डइन होइन लिङ्क्डइन यति नै हो आफूले केही थाहा छ भने त्यसको बारेमा पोस्ट गर्ने थाहा छैन भने सिकेको बारेमा पोस्ट गर्ने सुरुको लाइन चाहिँ सस्पेन्सफुल राख्ने त्यही भएर मान्छेले सिमोर गर्छ अनि भ्युज धेरै आउँछ भ्युज धेरै आएपछि रिच धेरै आउँछ रिच धेरै आएपछि अपर्च्युनिटी धेरै आउँछ ओके लिङ्क्डइन इज डन अब के थियो सिबी थियो है सिबीको लागि म मेरो सिबी निकाल्छु है मेरो सिबी खतरा भन्न खोजेको चाहिँ होइन जस्ट मेरो सिबीबाट मैले भन्यो भने सजिलो हुन्छ होला कहाँ गयो सिबी ओके एकछिन च्याट हेरौँ है त हेर्दा सजिलो लाग्छ पोस्ट गर्ने बेला कसरी गर्ने अल्मलिन्छ मेरो पोस्टमा जाऊ म त्यो नि भनिदिन्छु मेरो उसमा जाऊ या अरू जसको धेरै लाइकहरू आइरह नि त्यसकोमा जाऊ अनि त्यसको पोस्ट कपी गर है अनि त्यसपछि आफूले लेख्न खोजेको कुरा हाल च्याट जिपिटीलाई राइट इन दिस स्टाइल सो द्याट आई क्यान एट्र्याक्ट मोर भ्युवर्स भन अनि त्यसपछि त्यो कसको धेरै लाइक आएको थियो नि त्यो पोस्ट ड्याङ्गा हालिदियो च्याट जिपिटीले त्यो स्टाइलमा हाम्रो पोस्ट बनाइदिन्छ अनि त्यसलाई कपी गरेर ड्याङ्गा हालिदियो है राइट अ स्क्रोल स्टपिङ हुक भन्यो भनेको मान्छेले स्क्रोल गर्दा ठ्याक्क अड्किने खाले हुक पनि बनाइदिए भन त्यो पनि बनाइदिन्छ है दाइ सफ्टवेयर डेभलपर र इन्जिनियरमा के फरक हुन्छ यो जे पाइते कुराहरू यस्तो उनी हुँदैन है फरक मान्छे कहिले हुन्छ भन्छ कहिले हुन्न भन्छ लास्टमा गएर काम गर्ने एउटै हो है त्यो फरक पर्दैन है हुन त लाइक डेभलपर भने यो हो इन्जिनियरले चाहिँ बनाउँछ के भन्छन् होइन बट त्यस्तो हुँदैन दाइ म आज राति कल गर्छु ओके मलाई कसैले फोन गर्यो भने त्यही नम्बरमा मेरो डाटामा हालेर या स्प्याम गरिदिन्छु मार्केटिङ एसएमएस मार्केटिङ ल यो सिबीमा के छ हेरौँ है त सुरुमा मेरो नाम छ मेरो पोस्ट छ मेरो इमेल छ मेरो गिटअप छ यो छ मैले एमएस वर्डमा बनाएको है गुगल डक्स भनौँ न गुगल डक्समा बनाएको केही फ्यान्सी सफ्टवेयर त्यो कि वेबसाइट केही त्यस्तो यताबाट लाइन तानेको यस्तो गरेको त्यस्तो खालि केही चाहिँदैन है सिम्पल भयो हुन्छ है बोल्ड गर्ने बुलेट्सहरू बनाउने त्यति हो है आफ्नो कन्ट्याक्ट हाल्यो एड्रेस हाल्यो इमेल हाल्यो लिङ्क्डइन हाल्यो गिटअप हाल्यो पोर्टफोलियो साइट हाल्न मन छ भने त्यो नि हाल्यो है मैले हालेँ होइन किनभने लिङ्क्डइनमै छ मेरो के छ अब समरीमा सर्लक्क आफू के क्लियरली भन्यो 7 वर्ष एक्सपिरियन्स छ यो गर्न आउँछ मैले कम्पनीहरूलाई यस्तो आई बिल्ड कम्पनीज यो मलाई कोडिङ हबी जसरी मनपर्छ भनेर सिम्पल छोरेमा सकायो है किनभने हाम्रो फोकस के हो स्किल हो है मलाई स्किल देखाउन छ नि त अब त्यो उसले त के खोज्छ स्किल खोज्छ यसलाई कुन स्किल आउँदो रहेछ भनेर खोज्छ नि त है नोटिस कि मैले एजुकेसन हालेको छैन
मेरो एजुकेसन जे पाए त्यो जिपिए इत्यादि त्यो एजुकेसन किन देखाउनु पऱ्यो है नदेखाऊ भने स्किल्समा जाने जाभास्क्रिप्ट नोड.जेएस एक्सप्रेस टाइपस्क्रिप्ट यो भनेर आफ्नो स्किल्सहरू सरर लेख्ने ओके अब सकेसम्म धेरै आफूलाई के आउँछ सबै लेख्ने है सिभीमा अलिकति लफडा छ म सबै यो म पहिला यो फर्स्ट लट एक्सप्लेन गर्छु नि भन्छु है वर्क एक्सपिरियन्समा जाने मैले यहाँ छुटाएको चाहिँ यहाँ डेट लेखेको छैन कि मैले एक्सपिरियन्सको एउटा खै के कारणले हो यो डेट पनि लेखेको राम्रो है कहिलेदेखि कहिलेसम्म अनि कम्पनीको नाम आफ्नो पोस्ट अनि त्यहाँ के गर्यो ट्याक 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 लेख्ने है युजली डेटा हालेको राम्रो हुन्छ जस्तो 80% इन्क्रिज गरेँ मैले भनेर मैले त्यो पनि बनाएको छु होला यहाँ छैन होइन जस्तो मैले चाहिँ मोमेन्टो इङ्कको लागि चाहिँ हेल्प गेटिङ 4 मिलियन सिड फन्डिङ भनेर लेखेको थिएँ कि होइन त्यस्तो नम्बर्सहरू हाल्यो भने चाहिँ दामी हुन्छ है अब मैले यहाँ चाहिँ दामी कुरा चाहिँ के गर्न मिल्छ भन्दा मैले माथि जुन स्किल मेन्सन गरेको छु जस्तो एक्सप्रेस गरेको छु नि त यहाँनिर मैले है एक्सप्रेस भनेर मेन्सन गरेको छु अनि यहाँनिर एक्सप्रेस जेएस गरेर बोल्ड गर्दैछु के भनेपछि मैले यो लेखेको स्किल चाहिँ यहाँनिर यसरी युज गरेछु है भनेर ठ्याक्कै अर्को मान्छेले थाहा पायो हो कि है अनि सबसे रेलेभेन्ट स्किल अगाडि राख्ने यसरी सबसे मेन स्किल्स अनि त्यसैलाई यहाँ युज गर्दा बोल्ड गरिदिनु जस्तो मैले यहाँनिर डकर राखेको छु होला डकर राखिन्छ तर यहाँ डकर युज गरेछु डकर बोल्ड गर्थेँ यहाँनिर मैले पोस्टग्रेस राखेको छु होला यी पोस्टग्रेस है अनि पोस्टग्रेस यतापट्टि बोल्ड गर्थेँ भनेपछि मैले यहाँनिर गरेर रहेछु नि त यो स्किल भनेर थाहा भयो है अब आफूले वर्क एक्सपिरियन्स छैन भने प्रोजेक्ट्सहरू हाल्ने प्रोजेक्ट्सहरूलाई नि यसरी नै बनाउन मिल्यो यहाँ स्किल कसरी युज गरेको त्यस्तो लेख्ने अनि गर्ने है अब यहाँनिर अरू केही छ त अरू केही नै छैन गाइस सिबी सकियो कि लास्टमा एजुकेसन हाल्ने कोही एजुकेसन दामी हुन्छ होइन उस्तो 4 कि 4 जिबी हाने हुन्छ के गरेर हुन्छ उसले माथि राख्छ मन लाग्छ भनेर माथि राखे भयो बट युजली एजुकेसन इम्पोर्टेन्ट हुँदैन मैले लास्टमा राखिदिन्छु है अनि अरू एजुकेसन यो ब्याचलर एसई कहाँबाट त्यो कहाँबाट लेखेर सिबी भर्ने होइन सिबी भर्न मन छ भने 1-2टा प्रोजेक्ट बनाउने अनि त्यही प्रोजेक्टको बारेमा लेखेर भर्ने एजुकेसन त्यत्रो लेखेर भर्नु पर्दैन आफ्नो लास्ट एजुकेसन लेखिदिने ट्याक्क है सिबीको लास्ट कुरा अनि सबभन्दा इम्पोर्टेन्ट कुरा सिबी भनेको एउटा हुँदैन जतिवटा कम्पनी मैले 10वटा कम्पनीमा एप्लाई गरेछु भने 10वटा सिबी हुनुपर्छ फोल्डर कम्पनीको नाम फोल्डरमा राख्ने अनि त्योभित्र सिबी राख्ने ओके टक्क मिलाएर राख्ने अनि जस्तो कुनै कम्पनीले रियाक्ट नेटिभ डेभलपर मागेछ अरे है मलाई त रियाक्ट नेटिभ आउँछ मलाई त नेक्स्ट.जेएस नै आउँछ राइट त्यस्तो केसमा यो रियाक्ट नेटिभ भन्ने लेखेछ नि मैले यसलाई अगाडि राख्ने हैन रियाक्ट नेटिभ युज गरेको कुरा अगाडि राख्ने अनि त्यसपछि रियाक्ट नेटिभकै कुराहरूमा फोकस गर्ने त्यसरी सिबी चेन्ज गर्ने अनि यो चाहिँ च्याट जिपिटी युज गरेर चेन्ज गर्दा नि हुन्छ उसको जब डिस्क्रिप्सन कपी गर्ने आफ्नो सिबी कपी गर्ने अनि त्यो जब डिस्क्रिप्सन अनुसार मेरो सिबी बनाइदे भनेर भन्ने च्याट जिपिटीलाई बनाइदिन्छ है अनि त्यो सिबी नयाँ सिबी बनाउने त्यो लिएर एप्लाई गर्ने हो अलिकति एक्स्ट्रा वर्क हो तर के गर्नुपर्छ है अनि इन्टर्नसिपको लागि एकदमै इम्पोर्टेन्ट मैले धेरैचोटि भनिसकेँ एकदमै इम्पोर्टेन्ट इन्टर्नसिपको लागि के गर्ने भनेर होइन यदि इन्टर्नसिप पाइरहेको छैन या इन्टर्नसिपको भ्याकेन्सी देखिँदैन भने नेपालमा कम्पनीजहरू छ पर्प्लेक्सिटीमा जाने होइन पर्प्लेक्सिटीमा जाने अनि यहाँनिर चाहिँ गिभ मी लिस्ट अफ अल आइटी कम्पनीज अफ नेपाल भन्ने होइन ओके यस्तो गर्ने यसले चाहिँ सबै रिसर्च गरेर नेपालको सबै आइटी कम्पनीहरू सर्लक्क ल्याएर दिन्छ अनि त्यसपछि सबै कम्पनीमा एप्लाई गर्ने इन्टर्नसिपको लागि होइन त पाइरहेको छैन नि त के गर्ने सबै कम्पनीमा एप्लाई गरिदिने बाल हो है अब हरेक कम्पनीमा एप्लाई गर्दाखेरि एकचोटि त्यो कम्पनीको वेबसाइट हेर्ने यसो केमा काम हुँदो रहेछ यो कम्पनीमा भन्ने ओहो यो तपाईँको कम्पनीमा त यसमा काम हुँदो रहेछ म एकदम इन्ट्रेस्टेड छु भन्ने ओके सबै कम्पनीमा त्यही गर्ने है अनि त्यसपछि कभर लेटर के गर्ने इन्टर्नसिप हो नि त पाइरहेकै छैन नि त फर्स्ट एक्सपिरियन्स हो नि त पैसाको मुख नहेर्ने मैले 3000मा इन्टर्नसिप गरेको है पैसाको मुख नहेर्ने 5000मा गरेको खानाको काट्दा 3000 आउँथ्यो कि अनि पैसाको मुख हेर्दै नहेर्ने अनि 6 महिना जस्तो गरे हो 6 महिना इन्टर्नसिप गराएको मलाई सो मैले त्यहाँ किन गरिराखेँ भन्दा केही सिकिरहेको थिएँ नि त स्किल सिकिरहेको थिएँ भने स्किल भनेकै पैसाभन्दा ठुलो कुरा हो त्यही भएर अब हुन त पे गर्न त पर्छ इन्टर्नहरूलाई नि पे नगरिकन लदाउनु त हुँदैन बट के गर्ने त होइन केही न केहीबाट त फाइदा उठाउनु पऱ्यो सो स्किल सिकिरहेछ भने पैसाको मुख नहेर्ने सबै यो कम्पनीमा एप्लाई गर्दाखेरि चाहिँ कभर लेटरमा के भन्ने म अनपेड गर्न नि रेडी छु फर्स्ट मन्थको लागि भनिदिने होइन मलाई एकचोटि ट्राई गरेर हेर्नु भनिदिने होइन म प्रुभ गर्न सक्छु आफूलाई भन्ने यस्तो कुराहरू लेख्ने कि कभर लेटरको सुरुमै होइन मैले आफ्नो केही न केही दाउमा लाएँ नि त तिमीहरूले जस्तो 1 महिनाको पैसै नदिकन म गर्छु भन्ने कुरा त 1 महिना त मेरो 1 महिना त लिएर ट्राई गरेर हेर पैसै पनि दिन पर्दैन मैले नराम्रो गरेछु भने बरु निकाल्दे मलाई ट्राई गरेर हेर भनेर त्यस्तो भन्नुपर्छ कि कन्फिडेन्स देखाउनुपर्छ कि केही न केही दाउमा राख्नुपर्छ कि अनि उसले पनि ओहो यसले त यस्तो भन्यो भनेर अनि लिन्छ इन्टर्नसिपमा ओके
राक्षस भइदिएर सिएसएसमा इन्टर्नसिप पछि मैले इन्टर्नसिपमा सिएसएस यति धेरै गरेँ कि गाइज होइन, यति गरेँ कि सिएसएस मैले सिएसएसबाट के चरा उडाउनदेखि लिएर के गरेँ होइन, अनि सिएसएसमा राक्षस भयो थिएँ म वाट त्यही भनेको कि हो। ओके राक्षस एज इन गुड है, बट मलाई पे नै भएको थिएन है, पे नै भएको थिएन, घरबाट पैसा माग्नु पर्थ्यो, ल्याङ्थ्यो, त्यो कुरा छोडिदिउँ, त्यो एकदम डिप्रेसिङ कुराहरू छोडिदिउँ। यी कम्पनीको लिस्ट आइसक्यो, वाह नेपालको यति धेरै कम्पनी है, यत्रो धेरै सबै कम्पनीमा एप्लाई गरौँ, प्रोबेबिलिटीले नि पाइन्छ कि गाइज, द पावर अफ प्रोबेबिलिटीले नि पाइन्छ धेरै एप्लाई गऱ्यो भने है। अब यो सिभीको पनि भयो, कभर लेटरको नि मैले भने है, इन्टर्नसिप गाइजहरू कभर लेटरको पनि भने, होपफुली सबैले बुझ्यो होला, म गर्न सक्छु, मलाई ट्राई गरेर हेर्नु, म प्रुभ गर्न सक्छु, सकेन भने बरु निकालिदिनु भनेर त्यो अलिकति मिलाएर, त्यस्तो डिरेक्टली त होइन, अलिकति च्याट जिपिटी युज गरेर मिलाएर टाकटुक क्लिन एउटा कभर लेटर बनाउने, हरेक कम्पनीको लागि डिफ्रेन्ट कभर लेटर बनाउने, डिफ्रेन्ट सिभी बनाउने, अनि एप्लाई गर्ने। टाइम लाग्छ। पर्प्लेक्सिटी प्रो युजर मैले सस्तोमा पाएको थिएँ यार, पर्प्लेक्सिटी इज द गोट। हाम्रो एक लट सक्यो जस्तो लाग्यो मलाई, रेज्युमे राइटिङ नि सक्यो, इन्टर्नसिप जब एप्लाइङ नि सक्यो, कभर लेटर रेज्युमे राइटिङ सक्यो, लिङ्क्डइन अप्टिमाइजेसन सक्यो।